दर्शक दिन नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानलमा स्वागत छ। आज भुन्टी रिभ्यू लिएर आएको छु। सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। र आमा र बुवा चाहिँ बहिनीको बारे बलक्क भएको भनेर चाहिँ कुरा आउने बित्तिकै दाजु र भाउजूले सोध्छ के कुरा गर्नुभएको आमा बुवा भनेर सोध्छ। अनि उसको आमा चाहिँ केही होइन बाबा मेरो भुवन मेरो छोरा तिमीहरू आयो भन्दै खबरै नगरी आएका चाहिँ आइगएको छौ भन्छ। अनि फेरि उसको बाउले पनि त्यतिकै आएछ त कसरी सोचेकै थिएन त कसरी खबरै नगरी आए त भन्छ। अनि उसको खबरै नगरी आए पनि त खुसी आमा बाउ खुसी हुनुहुन्छ कि भनेर आएको। तपाईँहरू के बोल्दै हुनुहुन्थ्यो जे सुन्दै थियौँ त्यो कुरा सत्य हो नचाहिँदो कुरा पनि कसले सुनायो भन्दै कुरा गर्छ उसको छोरा भुवनले चाहिँ। अनि उसको आमा चाहिँ रुँदै चाहिँ बस्छ। अनि आमा म किन रुनु भएको भन्छ उसको बुहारीले चाहिँ फिट एन्ड फाइन छ हुनुहुन्छ नचाहिँदो कुरा कसले भन्ने छ तपाईँहरूले मलाई भन्नुहोस् त त्यही मैले ठिक पार्छु भन्छ। अनि उसको बुढाले चाहिँ ठिक भन्छ मलाई भन्छ त्यसरी कुरा गर्नेमा त कारबाही गर्नुपर्छ नचाहिँदो कुरा गर्नेहरू सच्चैले यो कुराहरू मान्छेको को हो त भन्छ। अनि उसको आमाले चाहिँ बाबु तिमीहरूले भर्खर आएका छौ यस्तो कुराहरू ध्यान नदेऊ हो। अनि मेरो लागि नाति खोइ त भन्दै कुरा गर्छ। अनि नातिनीहरू जान्छु भनेको नाति चाहिँ उतै पल्लो घरमा गएर चाहिँ खेल्छु भन्छ। अनि कुरा के हो त आमा खास भूमिकालाई हामीले भेटेरै आएको। अनि घरमै बसिराखेको मान्छेलाई चाहिँ उ बलात्कार भन्ने चाहिँ कहाँदेखि आयो खास कुरो कसले भनेको भन्छ। अनि कसको नामले बाबु भन्छ उसको आमाले चाहिँ गाउँघरि सबैले त्यही कुरा छ। भुन्टीले फोन गरेर सोद्धाखेरिले पनि उल्टे ठुलो गरेर चाहिँ यस्तो हो भन्दाखेरि भन्न सकेन उल्टे मलाई तिम्रो छोरीलाई लगेर मैले के केटासँग राखेर केटासँग सुताएको हो र भन्छ उल्टो थपाउँछ भन्छ। अनि उसको जेठी बुहारी के अरे त्यो भुन्टीले त्यति साह्रो हिम्मत त्यसरी भन्दा के भएको त्यो भूपेन्द्र बाबुलाई त्यसरी किन टाउकोमा टेकाएर राखेको होला आफ्नो आमासम्म सासु आमालाई त्यसले कसरी त्यस्तो भन्न सकेको त्यस्तो अनिश्चित केटी त्यस्तो मेलापात गरेर खानुपर्ने मान्छेहरूले त्यत्रो महलमा राखेपछि त यस्तै त नि हुन्छ नि त। मैले त पहिला पनि भनेको थिएँ आफ्नो लेभलको म्याच गर्ने केटी बिहे गर्नुहोस् भनेर आफूले भने जस्तो केटी पाएन भने बिहे नै नगर्नुहोस्। हामी नेपाल फर्केपछि तपाईँले भने जस्तो केटी खोज दिन्छु भनेको थियो त्यसमाथि झन् मेरै बहिनी पनि तपाईँलाई मन पराउँछ कति धेरै माया गर्छ। नेपाल आएपछि मेरो बहिनीसँगै कुरा गरेर बिहे गराइदेऊला भनेर मैले फोनमा उहाँले कति सम्झाएको तर मेरो कुरा त भूपेन्द्रले बाबुले त एउटा कानले सुन्ने एउटा कानले उडाइदिने भन्छ। त्यसो परिणामस्वरूप यस्तै भएर भित्रिन् भन्छ। अनि उसको बाबुले चाहिँ कतिको कराएको त चुप लाएर बस्छ त्यो पनि विषयमा तिमीहरू अर्कै विषयमा कुरा गर्छौ बिचरा त्यो सोझी भुन्टीलाई हरेक कुरामा दोष नदेऊ न तिमीले भुन्टीलाई पनि पहिल्यै भूमिकाको रेखदेख गर्ने अनुशासनमा राख्ने दायाहरू आमाहरूको बुबाहरूको पो त भुन्टी विषयमा त परिवार त पछि जोडिएको मान्छे हो किन दोष लाग्छ। सत्य कुरा के हो भूमिले के भयो भने चाहिँ थाहा भइहाल्छ नि सत्य तथ्य के नबुझी त के दोष दिने काम त नगर त भन्छ। अनि उसको बुढी चाहिँ कसैको नभएको बुहारी भन्दै रिसाएर त ऊ जान्छ उता घरभित्र र उता चाहिँ छोरालाई चाहिँ आमा तपाईँहरू चिन्ता नगर्नुहोस् हाम्रो बहिनीको चिन्तामा चाहिँ घटेको छैन बहिनी बिमारी भएर घरमै बसिराखेको मान्छेलाई कसले त्यसरी गर्न सक्छ कसैले गर्न सक्छ तपाईँले ढुक्का गर्नुहोस् भन्दै उसले सम्झाउँछ। अनि उसको यस्तो अवस्थामा विदेशबाट आएको बाबु हामी यस्तै सुन्नु पर्यो कुरा तति नराम्रो भएको होला है जा बाबु त अब नदेखाएको फ्रेस हो न बाँकी कुरा पछि गरौँला के चिन्ता लिनु पर्दैन भन्दै उसको बाउले चाहिँ भन्छ। र अनि उसको छोरा चाहिँ फेरि त्यो झोला ब्याग लिएर चाहिँ घरभित्रै जान्छ। अनि फेरि उसको आमाले चाहिँ यो केटी त सबैलाई मोहनी लाउँछ कि क्या हो मुर्दा हुँदा पनि मेरो जेठो सरस पनि बुहारीकै पछि लाग्ने भएछ त अचम्म छ बा भन्दै रिसाउँछ। अनि उसको बुढाले चाहिँ अचम्म मान्नु पर्दैन हो अचम्म मान्नु बुहानलाई हाम्रो बुहानी कस्तै छे कुरो भने राम्ररी थाहा छ तैँले पो जानी बुझ पचाइस् त जसरी पनि बुहारीलाई दिन रात गलत बुझेस् हरेक किसिमका दोष दिन्छेस् त्यसै गरी छोरीलाई पनि कहाँ जान्छ के गर्छ कसो गर्दैछ भनेर निगरानीमा राखेको भाइ आज यो दिन देख्नै पर्दैन थियो खालि अर्कोलाई मात्रै दोष दिन जानेछ
आफ्नो कमा कजनी के छ भने कहिले बुझेको होइन, तैँले जानेको यतै हेर्न त भन्दै ऊ पनि उसको बुढा पनि रिसाएर जान्छ र उता फेरि उसका बुढी चाहिँ यति रिसाउँछ, त सबै पनि मलाई गलत दिन्छ, सबैले मलाई गलतमा गाली मात्रै गर्छन्, यो घरमा त बस्ने त सबैजना सही अनि म चाहिँ सबै गलत, मसँग पनि भनेको त माया गर्ने भनेको त मेरो त्यही एउटी जेठी बुहारी मात्रै रहेछ, अरू त सबै शत्रु रहेछ भन्दै ऊ चाहिँ रिसा आउँछ। उसको आमा चाहिँ उता चाहिँ फेरि उसको भुन्टीको चाहिँ उसको माइती आएपछि चाहिँ टोकोले आएपछि मिठो मिठो खानेकुरा ल्याएछ। कति मिठो मिठो ल्याइदिएको, यो के हो यस्तो हो भन्छ, यस्तो हो बहिनी यो त भन्छ। अनि यस्तो चाहिँ अनि उसको बहिनीले चाहिँ यस्तो त म खासै मन पराउँदैन क्या, त्यही भएर यत्रै गर्दन लगाएर बसेछन् अनि त्यही भएर केही पनि दिँदैन रिस उठेर भन्छ। अनि फेरि उसको दाइले चाहिँ होइन गर्दन भनेको गर्दन त उहिले नै थियो होइन र पछि राखेर भन्छ। अनि भुन्टीले चाहिँ होइन गर्दन त यात्रा भएकै फुलाएर बसेको ठास्स परेको क्या भन्छ। अनि फेरि उसको दाइले चाहिँ होइन हो भुन्टी यो के हो, हारो रतियो हरे कलर डङ्गी बङ्गी छ त हो भन्छ। अनि उसको भुन्टीले चाहिँ यो त मकै हो, खोर्सानी गाजर सबै मिसाएको क्या भन्छ। अनि फेरि उसको होइन त हामी त मगाउँदा त यस्तो खोर्सानीमा पोलेर सट्टै गरेर अँगालोमा गरेर खयासै त तासन्छ भन्छ। अनि उता चाहिँ उनीहरू कुरा गर्दै खाइरहेको बेला चाहिँ उसको नन्दनी पनि आइपुग्छ र उसको नन्दनी पनि फेरि हेरेर छ। अनि फेरि टोकोले चाहिँ छक्क परेर चाहिँ हेरिरहन्छ, यो केटी पो रहेछ, मलाई त पहिले सम्झेको कुरा हो के यस्तो भन्छ, सोच्नु पनि सक्दैछ मेरो दाइ त जिन्दगीभर सडाइदिनु छ मेरो दाजुभाइले भन्ने कुराहरू पहिलो कुरा गरेकोहरू सम्झिँदै बस्छ। अनि फेरि उसको बहिनीले के हो बहिनी यो त ठेगान लागे जस्तो छ नि त, पहिले त यति बोल्थ्यो कोहीसँग पनि सिक्का परेर बसेछन् त, के सन्चो छैन के हो तिम्रो नन्दा भन्छ। अनि ठिकै छ भन्छ उसको बहिनीले चाहिँ। अनि उनीहरू दुईजना मल्दै गफ गर्दै खान्छन्, अनि दाइ भन्दै गफ गर्दै खान्छन्। अनि उता के खानु मन लाग्छ म सबै कुरा पकाइदिन्छु भन्छ र उता चाहिँ रिसाइराखेको हुन्छ। अनि म चाहिँ यति ड्याम्मै खाएर अगाइसकेको छु भन्छ। अनि उता चाहिँ अनि कसैले के दाइले चाहिँ उता ल्याएको कि यतै बनाएको भन्छ, आउनुभएको कि यहीको पकाउनु भएको भाउजू भन्दै यसो हुन्छ नन्दनले चाहिँ। अनि मलाई त दाइले ल्याएको त कसैले त मेरो दाइले फलफुल ल्याउनु भएको छ भन्छ। अनि आमा फलफुल त दाइले ल्याएको कसैले हामीलाई पनि दिने नै भएन त, कि त हामीलाई दिने नै नपुग्ने ल्याइदिएछ भन्छ। अनि उसको भाउजूले चाहिँ के जति पनि पुग्ने लाउनु भएको छ के अरे मेरो दाइले, जति मेरो दाइले ल्याएको फलफुल खाँदाखेरि केही गरे तपाईँको भुँडी दुख्यो भने त दोष गाउँसम्म हल्ला पुग्ला, हल्ला पुगेपछि सबै मैले गर्दा पो भुँडी दुखेको होला भन्ने कुरा तपाईँको आमाले फोन गरेर गाली गर्नुहुन्छ, त्यही भएर नदिएको मैले दिन डर लागेको, आफै बनाउने आफै खाने भन्दै कुरा गर्छ। र अनि त्यहाँदेखि उता केमा चाहिँ फेरि के सोच्नुभएको दाइ 2-4 दिन त बस्नुपर्छ है भन्दै कुरा गर्छ। अनि ऊ चाहिँ मान्दैन, होइन बस्दिनँ भन्छ। अनि फेरि त्यहाँदेखि उता देवार पनि आइपुगेको हुन्छ। अनि के कुरा गर्नुभएछ भन्नु न भन्छ। अनि उसको त्यो ठिकै छ म तपाईँको दाइ गइसकेपछि चाहिँ म कुरा गर्छु भनेर ऊ जान्छ। अनि त्यत्तिकैमा चाहिँ उसको दाइ चाहिँ होइन म आज जान्छु, आज फर्किन्छु, किनभने तिम्रो भाउजू पनि उता एक्लै छ भन्ने कुरा गर्छ। अनि कुरा गर्दाखेरि चाहिँ त्यही भनेर हो भनेर त्यसरी कुरा गरिसकेपछि ऊ रिसाएछन् घरमा भनेर चाहिँ उसको र यति पुग्छ भन्दै गर्छ। र उता सम्झिएर फेरि उसले पैसा परेलो जम्मा गरेकोहरू राखेर चाहिँ यति चाहिँ अब मेरो दाइलाई चाहिँ दिएपछि 81 जान्छु भन्नुभयो, यो सबै मेरो नन्दनी मेरो देवारले गर्दा हो भन्दै कुरा गर्छ। अनि त्यहाँदेखि यति चाहिँ पैसा राख्नुहोस् भन्दै चाहिँ यति चाहिँ काम राख्नुहोस् भन्दै कुरा गर्छ। उता फेरि उसको फेरि बहिनीले चाहिँ यता नन्दनीले चाहिँ फेरि आँखा टल्ल भन्दा ऊ चाहिँ पैसा दिने रहेछ जबरजस्ती उसको दाइलाई, अब म दाइलाई म कुरा लाउँछु भन्दै कुरा गर्छ र सम्झिँदै गराउँछ। अनि त्यतिकैमा उसको दाइलाई चाहिँ पुऱ्याउँछ। उता पुऱ्याउने बित्तिकै उता फेरि उसको आइसकेपछि चाहिँ तपाईँको अनि फेरि रिसाउँछ र उसको नन्दनी चाहिँ पैसा चाहिँ लुकी दिनुहुँदो रहेछ, त्यो त कसको पैसा दिनुभएको भन्दै कुरा कराउँछ। अनि फेरि होइन मेरै पैसा हो के, दाइको पैसा पनि के मेरै पैसा हो नि भन्दै कुरा गर्छ। अनि रिसाउँछ, कस्तो कुरा गर्नुभएको तपाईँहरूले, आफ्नो त आफ्नै त नि दाइ मेरो दाइको हो त भन्दै कुरा गर्छ। अनि तपाईँले त्यसरी लुकाएर दिने भए त म त्यसरी लुकाएर दिने भए त म दिइहाल्छु नि, छुपी लुकाएर तपाईँलाई पुरानो थाहा नपाइ दिइहाल्थेँ नि भन्छ। हवस् त आजलाई भिडियो यति नै, अर्को भिडियोको लागि पर्खिनु पनि छ। हवस् त जय नेपाल।